Namaskar and okay student, welcome to my channel. If you are new in my channel, myself one something studying in class something. So आजको भिडियोमा हामीहरू how to make money as a student भन्ने विषयमा भन्ने छु. So make sure to watch till the video end. So let's begin. Okay, IPO भनेको सुनेको छौ हैन? आइपिओ भन्दैमा भिडियो ब्याक नगर है. फर्स्ट मेरो पुरै कुरा सुन अनि फेरि जे गर्छ गर्नु. पक्कै तिमीहरूलाई 16 या फिर 17 वर्ष भएको होला हैन. अनि फेरि त्यसैले तिमीहरूले 1000 रुपैयाँको आइपिओ भरेर 7000 10000 धेरै कमाउन सक्छौ. र म यो कुरा भनिदिन्छु, जुन युट्युबरले यो एप डाउनलोड गर या फिर कुनै अरू एप जसले मतलब यसरी एप डाउनलोड गर अनि यसरी पैसा कमाउन सकिन्छ भन्छन्, त्यस्तो भिडियोबाट धेरै दूर रहनु होला है. किनकि जतिखेरसम्म तिमीहरू रियल मनी युज गर्दैनौ त्यतिसम्म रियल पैसा कमाउन सक्दैनौ. यो कुरा याद गरेर राख्नु. र अब आइपिओ बारेमा केही कुरा गरौँ है. फर्स्ट अफ अल आइपिओ भन्नलाई तिमीहरूलाई मतलब 16 अगाडि मैले भनिसकेँ, तिमीहरूलाई 16-17 वर्ष भएको होला हैन. अब 16-17 वर्ष भयो भन्दैमा तिमीहरूले ब्याङ्क अकाउन्ट खोल्न पाउन्न भन्ने हुँदैन. तिमीहरूलाई 15 वर्ष, तिमीहरूलाई 14 वर्ष, तिमीहरूलाई जति वर्ष भए पनि अन्डर 18 छौ भने तिमीहरूले ब्याङ्क अकाउन्ट खोल्न पाउँछौ. अन्डर 18 भन्दा माथि छौ भनेपछि 18 भन्दा माथि छ भनेपछि पनि तिमीहरूले ब्याङ्क अकाउन्ट खोल्न पाउँछौ. र अनि त्यसो हो भने तिमीहरूलाई अब पक्कै न पक्कै तिमीहरू 18 भन्दा तलको होला हैन. 18 भन्दा स्मलर देन 18 होला हैन, किनकि तिमीलाई 16 वर्ष और 17 वर्ष भएको होला. अनि त्यसैले तिमीहरूको अकाउन्ट आइपिओ भर्नलाई है, पहिलो कुरा यो भन्दा यो पछि भन्छु म. यो कुरा पहिला चाहिँ आइपिओ भर्नलाई तिमीहरूलाई 1000 रुपैयाँ हुनुपर्छ. 1000 रुपैयाँ तिमीहरूसँग हुनुपर्छ है. 1000 रुपैयाँ. अब स्टुडेन्ट हो भने चाहिँ 1000 रुपैयाँ कता ल्याउन सर भन्नुहुन्छ भने 1000 रुपैयाँ तिमीहरूलाई पकेट मनी या कुनै पनि कुराले दिइहाल्छ कि तिमीहरू यहाँ काठमाडौँमा छौ भने. किनकि काठमाडौँमा बस्छौ भने चाहिँ कुनै अरू ठाउँमा पढाइको लागि बस्छौ भने चाहिँ तिमीहरूको घरबाट दिइहाल्छन् खर्चको लागि. त्यो खर्च नगरी तिमीहरूले 1000 रुपैयाँ बचत गरेर आइपिओ भर्न सक्छौ. र अनि आइपिओ भरेर तिमीहरूले 7000 10000 कमाउन सक्छौ एउटै आइपिओबाट है. अझ अरू आइपिओबाट अझ अरू पैसा हो त्यसरी. सो तिमीहरूले आइपिओ भर्नलाई तिमीलाई के चाहिन्छ म त्यो भनिदिन्छु है. पहिला फर्स्ट अफ अल ब्याङ्क अकाउन्ट चाहिन्छ है. अनि फेरि त्यो आइपिओ फसेन भनेपछि तिमीहरूको त्यो 1000 रुपैयाँ वापस आउँछ है, तिमीहरूको ब्याङ्कमै आउँछ फेरि. त्यसैले तिमीहरू 1000 रुपैयाँ जाने हुँदैन. मतलब 1000 रुपैयाँ तिमीहरूलाई आइपिओ फस्यो भने 1000 रुपैयाँको 7000 बनेर तिमीलाई त्यो 1000 रुपैयाँ काटिन्छ. अनि फेरि त्यो आइपिओ भरे मलाई फसेन भनेपछि तिमीहरूको 1000 रुपैयाँ वापस आउँछ है. अनि सेकेन्डमा तिमीहरूलाई के चाहिन्छ भनेपछि डिमेट अकाउन्ट चाहिन्छ है. अनि थर्डमा के चाहिन्छ मेरो सेयर भन्ने अकाउन्ट चाहिन्छ. त्यसै फोर्थमा के चाहिन्छ टिएमएस भनेको ब्रोकर अकाउन्ट चाहिन्छ है. सो अब फर्स्टमा हामी यो कुरा गरौँ. फर्स्टमा ब्याङ्क अकाउन्टको कुरा गरौँ. अब ब्याङ्क अकाउन्ट कसरी खोल्ने भनेपछि अब तिमीहरू पक्कै न पक्कै 18 भन्दा तल छौ. मैले अगाडि भनिसकेँ तिमीहरू 16 वर्ष या 17 वर्ष भएको होला. त्यसको कारण तिमीहरूको चाहिँ अकाउन्ट चाहिँ माइनरमा खुल्छ है. माइनरमा तिमीहरूको ब्याङ्क अकाउन्ट खुल्छ. त्यसैले माइनरमा खुलेको ब्याङ्क अकाउन्टले तिमीहरू के भन्छन् तिमीहरू ब्याङ्क अकाउन्ट खोल्न पाउँछौ. मतलब तिमीहरूलाई कुनै आमा या बुवा लिएर तिमीहरूले फादर और मदर आमा या बुवा जुनलाई पनि लिएर ब्याङ्कमा गएर तिमीहरूले ब्याङ्क अकाउन्ट खोल्न पाउँछौ है. अनि फेरि जब तिमीहरूलाई 18 वर्ष हुन्छ, त्यो 18 वर्ष पुरा भएको दिन नै तिमीहरूको त्यो ब्याङ्क चाहिँ ट्रान्सफर हुन्छ. तिमीहरूको त्यो माइनरदेखि अडल्टमा ट्रान्सफर हुन्छ है 18 वर्ष हुने बित्तिकै. त्यसैले केही पनि मान्नु पर्दैन. माइनरमा तिमीहरूको ब्याङ्क अकाउन्ट खुल्छ. ब्याङ्क अकाउन्ट कसरी खोल्ने, अब कुनै आफ्नो ब्याङ्कमा जाने नजिकै ब्याङ्कमा, अनि त्यहाँ गएर आमाबाबुलाई जाने, आमाबाबुलाई लिएर तिमीहरूले ब्याङ्क अकाउन्ट खोल्ने है. अब त्यही ब्याङ्कमैबाटै तिमीहरूले यस्तो ब्याङ्कबाटै तिमीहरूले डिमेट अकाउन्ट र मेरो सेयर पनि खोल्न सक्छौ है. यो दुईटाको फर्म अलग अलग हुन्छ, तर एकैचोटि भर्यो भने तिमीहरूको सँगै खुल्छ यो र यो. अनि त्यसपछि अब तिमीहरूको जस्तै आइपिओ फस्यो भनेपछि अब आइपिओ फस्यो है. अब आइपिओ कताबाट भन्ने भनेपछि मेरो सेयर भन्ने एप हुन्छ. जस्तै यो मेरो सेयर भन्ने एप हुन्छ हो. यस्तै तिमीहरूकोमा गएर एप डाउनलोड गरेर मेरो सेयर एप डाउनलोड गरेर पहिला चाहिँ तिमीहरूले सब खोल्नुपर्छ है.
पहिला म अकाउन्ट बारेमा भनिदिन्छु, त्यसपछि त्यो कुरा गरौँला है। पहिला तिमीहरूले अकाउन्ट खोल्नुपर्छ। अनि अकाउन्ट खोलिसकेपछि तिमीहरूको मेलमा जस्तै मेरो सेयर खोलिसकेपछि यो डिमेट अकाउन्ट खोल्नलाई 150 रुपियाँ चाहिन्छ भनेपछि मेरो सेयर खोल्नलाई 50 रुपियाँ चाहिन्छ है। तिमीहरूले दिनुपर्छ ब्याङ्कलाई। हो यति रुपियाँ तिरेर तिमीहरूलाई एउटा मेल, तिमीले जो इमेल दिएको हुन्छ नि, हो त्यसमा मेल आउँछ जसमा लगइन र पासवर्ड दिएको हुन्छ। मेरो सेयर अकाउन्ट खोल्नलाई लगइन र पासवर्ड दिएको हुन्छ। त्यहाँबाट तिमीले आफ्नो एप चाहिँ मतलब एपबाट आफ्नो मेरो सेयर अकाउन्ट खोल्न सक्छौ। अनि खोलिसकेपछि तिमीहरूको अब आइपिओ तिमीहरूले एप्लाई गर्नुपर्छ। आइपिओ फस्यो अनि एप्लाई गरिसकेपछि आइपिओ फस्यो भनेपछि तिमीहरूले त्यो जो पैसा बन्छ नि, जस्तै आइपिओ फस्यो ल 1000 रुपियाँको आइपिओ तिमीहरूको फस्यो भनेपछि तिमीहरूको पछि गएर 1-2 महिनापछि तिमीहरूको 7000 पुग्छ भनेपछि अब त्यो 7000 को आइपिओ बेच्नलाई तिमीहरूलाई टिएमएस अकाउन्ट मतलब ब्रोकर अकाउन्ट भन्ने चाहिन्छ के हो। अब ब्रोकर अकाउन्ट कहाँबाट खोल्ने भने चाहिँ तिमीहरूले ब्याङ्कबाट खोल्न पाउनु है यो कुरा। त्यसैले ब्रोकर अकाउन्ट तिमीहरूले कुनै अरू ठाउँ गएर खोल्ने। अनि ब्रोकर अकाउन्ट खोलेर तिमीहरूले त्यसरी गर्न सक्छौ, मतलब बेचेर पैसा कमाउन सक्छौ है। अनि फेरि त्यसमा अब यो चाहिँ तिमीहरूको कुन ब्याङ्कबाट खोलेको हो त्यो ब्याङ्क यसमा हाल्नुपर्छ। यसमा चाहिँ युजर नेम र पासवर्ड तिमीहरूलाई लगइन मतलब इमेलमा दिएको हुन्छ। मेरो सेयर खोलेपछि इमेलमा उहाँबाट ब्याङ्कबाट इमेलमा पठाएको हुन्छ। त्यसरी लगइन युजर नेम र पासवर्ड हाल्ने, लगइन गर्ने हो। अनि त्यसपछि जस्तै यसमा हेर, हिजो अस्ति भर्खर यो स्मोल हो कि एसएनओ आरएलको यसको आइपिओ खोलेको थियो। मैले 1000 रुपियाँको भरेको थिएँ। अहिले हेर यस्तो भएको छ हो। पछि गएर तिमीहरू पनि यसरी बन्न सक्छ। पछि गएर 7000 10,000सम्म पुग्न सक्छ है। जस्तै अहिले यति छ हो। त्यस्तै तिमीहरूले पैसा बनाउन सक्छौ। किनकि तिमीहरूलाई लाग्ला 7000 र 10,000 धेरै कम जस्तो लाग्ला, तर यति नबस्यो तिमीहरू स्टुडेन्ट हो, जस्ट एन स्टुडेन्ट भएर तिमीहरूको 7000 10,000 मिल्छ भने तिमीहरूलाई त धेरै हो नि त्यो भनेको हो। त्यस्तै गरी 1000 रुपियाँ एकचोटि भर्छ, पछि गएर अझ अरू आइपिओ भर्दै जाने। सबै आइपिओ एउटा आइपिओ पनि नछोडेर भर्नुपर्छ है। सबै आइपिओ फस्छ भन्ने पनि हुँदैन। त्यसैले आइपिओ भएर राख्ने। ल यति भन्दै म तिमीहरूलाई आइपिओ बारेमा भनिहालेँ। पैसा कसरी कमाउने, साइड इन्कम कसरी गर्ने, सबै कुरा भनिसकेको छु। हस् त, त्यहाँ दिउँसो बरस, बाई बाई, टाटा, थ्याङ्क यू।